ल है गाइज हामी चाहिँ अब दरबार मार्गतिर आइपुगेका रहेछौँ नाग पोखरी हुँदै होइन। अब दरबार मार्गको मर्निङ भ्यू चाहिँ यस्तो छ, क्लियर आइरहेको छ होइन, गाडीहरू पनि कम छ। बिहान चाहिँ खासै गाडी हुँदैन। दरबारमा पहिलाका राजाहरू बस्ने ठाउँहरू यता ठ्याक्क लगाएर यहाँ दरबार मार्ग, दरबारको गेट यहाँ अगाडि छ। टक्क त्यो ट्राफिक बसिरहेको रहेछ। खासै बिहान चाहिँ दरबार मार्गमा पसलहरू कुनै पनि खोल्दैन। 11, 12, 9 बजेसम्म दरबार मार्ग खोल्दैन। कहाँ जानु? म त यहीँ रत्नपार्क। कहाँसम्म? सिंहदरबार पुग्दैन, म उहाँसम्म मात्र हुन्छ है। ए ल बाको पस भएन रे। गाह्रो छ हौ, गाह्रो छ, के गर्नु, यस्तै हो। मेरो सिन्धुली बा। तपाईँ कहाँ पुग्नु पर्ने? ए यहाँ अगाडि गाडी पाउँछ नि। म त अनि बनेपा होइन नि, अहिले बनेपा जाँदिनँ नि। उहाँ अगाडि गाडी पाउँछ रत्नपार्कमा, उहाँ अगाडि गाडी पाउँछ। त्यहाँ गाडी चढेर जानु न है। त्यही त बाको गाडी भाडै सकिएको छैन रे। खै आज झन् भिडियो बनाएको गाह्रो छ। उहाँ अगाडि आउँछ बा, यहाँ रोक्दैन। उहाँ अगाडि रोक्छ ल, उहाँ अगाडि पाउँछ, यता गाडी रोक्दैन। यो बच्चाहरू पनि किन छोडेर राख्यो हो बाटोभरि। उहाँ जानु बा होइन, म देखाउँछु तपाईँलाई। उहाँ अगाडि पाउँछ है बा गाडी भाडा। गाडी भाडा त मसँग नि छ कि छैन फेरि, के भएको त अनि गाडी भाडा कहाँबाट कति लिन्छ? 100 रुपियाँ। ल ल बा ल, उहाँ अगाडि पाउँछ जानु है। बा गाडी भाडा छैन भन्छ। अब त्यत्तिकै भने हो, सत्य भने हो, के गर्नु अब, गाह्रो छ। यो पैसा खरेडी लागेको बेलामा यस्तै मान्छे आइपर्छ क्या, म्याकुरीको झोल त। अब स्क्याम गरे भाइ के जान्नु, बुढा भएको मान्छेलाई भनेर मात्र हो, के गर्नु, गाह्रो छ।